हेलो गाइज, यो ठाउँको नाम चाहिँ के अरे कोकोडे भन्छ। यो कोकोडे ठाउँ हो। धर्के महावीर भन्छ यसलाई पनि। एउटा सिस्निरी जाने बाटो र एउटा कोकोडे जाने अनि एउटा धर्के महावीर जाने बाटो छ। यहाँ तीन थरीको बाटो छ गाइज हैन। यो ठाउँमा हजुरहरू आउँदै हुनुहुन्छ भने नआउनु होला भन्न चाहन्छु म। र किनभने हजुरहरू पनि अब हामी जसरी एक्सट्रिम हुने मन छ भने चाहिँ आउनु, अब चाहिँ नआउनु भन्न म जानकारी गर्छु। हजुरको चाहिँ नि हिजो भर्खर हाम्रो यहाँतिर गाडी चाहिँ नि अब एक्सिडेन्ट भएको छ र दुईजनाको ज्यान पनि गएको छ। हेटौँडा वीर हस्पिटल छ अहिले। खतरा बाटो हो यो बाटो भनेको। यो बाटो जस्तो तर पुरा भिड जस्तो छ। यस्तो डेन्जर बाटो छ यहाँनिर गाइस हैन। यो भिडियोलाई सक्दो सेयर गर्नु होला। हजुरहरूको साथीहरू माझसम्म पुग्नुहोस् होला। म चाहिँ यो अनुरोध गर्न चाहन्छु। किनभने यो ठाउँमा चाहिँ कोही ड्राइभरहरू आउँदै हुनुहुन्छ गाडी लिएर आएर भने यो ठाउँमा नआउनु होला। बरु हाम्रो स्काइभटरहरू र डिसिहरू चाहिँ यहाँनिर आएर सरसफाइ गरे नि हुन्थ्यो। अब यो गाउँ पनि अब हाम्रो त होइन, हामी चाहिँ यतिकै अब राहतले त आएको होइन। म पनि यहाँ एउटा बाध्यताले आएको हो। यता अलि हल्का अब काम गर्ने अब हल्का मेरो पनि काम थियो। त्यही भएर काम ल्याएको मेरो गाडी आज पल्ट्यो। त्यही भएर म यस्तो झोला बोकेर हिँड्दैछु। अब खास मलाई चाहिँ के भएन, अब दुईजना साथीहरू चाहिँ मृत्यु भएको छ। किनभने साथीहरू अलिक चालक भएन, गाडीमा चढ्दाखेरि अलिक लाटो जस्तो भयो। त्यही भएर साथीहरूको मृत्यु भएको छ। अहिले वीर हस्पिटल छ गाइसहरू होइन। त्यही भएर यो बाटोमा चाहिँ आउँदै हुनुहुन्छ भने नआउनु होला। सक्दो सेयर गर्नु होला यो भिडियोलाई पनि। हस्त नमस्ते बाई। कोकोडे यो ठाउँको नाम कोकोडे हो। म पनि यस्तो बिजोगले हिँड्दैछ अहिले गाडी पल्टेर खतम।